नमस्ते साथीहरू, राष्ट्रिय तथ्याङ्क कार्यालयले जुन सुपरिवेक्षक र गणक पदको लागि भ्याकेन्सी निकालेको थियो, त्यसको रिजल्ट हामी कसरी हेर्ने त? अब रिजल्ट हेर्नको लागि तपाईँहरू आफ्नो क्रोम ब्राउजर ओपन गर्न सक्नुहुनेछ र ब्राउजर ओपन गरिसके पछाडि यहाँ सर्च बारमा आएर एनएसओ नेपाल जिओभी एनपी भनेर सर्च गर्न सक्नुहुनेछ। त्यस पछाडि यो नेसनल स्ट्याटिक्स अफिसको वेबसाइट भन्ने आउँछ, त्यसमा क्लिक गर्नुहुन्छ भने त्यस पछाडि राष्ट्रिय तथ्याङ्क कार्यालयको वेबसाइट खोलिन्छ र यसरी खोलिसके पछाडि यो सूचनामा गएर यो सूचनाहरूमा गएर क्लिक गर्नुहुन्छ भने त्यस पछाडि तपाईँ यो सूचनाहरूको यहाँ तपाईँले रिजल्ट आइसके पछाडि आफ्नो रिजल्ट हेर्न सक्नुहुनेछ र यसरी रिजल्ट आइसके पछाडि क्लिक गरेर तपाईँहरू पिडिएफबाट आफ्नो रिजल्ट हेर्न सक्नुहुनेछ। र अब यो रिजल्ट कहिले आउँछ भन्ने कुरो गर्दाखेरि अब यसको बारेमा कुरो गर्दाखेरि 25 गतेदेखि सबै अफिसहरू पूर्ण रूपमा सञ्चालन हुन्छ र 25 गते सञ्चालन भयो भने तपाईँहरूले यो रिजल्ट लगभग 6 गतेसम्ममा यो रिजल्ट निकाल्छ। त्यही भएर त्यो ठ्याक्कै ओपन हुने बित्तिकै रिजल्ट यसको आउँदैन, अझै पनि हामीलाई 2 हप्ता जति कुर्नुपर्ने हुन्छ। त्यही भएर तपाईँहरू 6 गते शुक्रबारभित्र 6 गतेभित्र तपाईँहरूले यसको रिजल्ट हेर्न सक्नुहुनेछ र रिजल्ट हेरिसके पछाडि तपाईँहरूले आफ्नो कहाँ तपाईँ अप्लाई गर्नुभएको छ त्यसको सम्पर्क कार्यालयको डिटेल पनि दिइन्छ, त्यसको बारेमा हामी फेरि पनि चर्चा गर्नेछौँ। त्यहाँ तपाईँहरूले कन्ट्याक्ट गरेर आफ्नो इन्टरभ्यू जस्तो एउटा क्वेसनहरू सोधिन्छ, त्यहाँ अटेम्प्ट गरेर तपाईँ फाइनली सिलेक्ट हुन सक्नुहुनेछ। साथसाथै यसको रिजल्ट आइसके पछाडि हामी फेरि पनि तपाईँहरूलाई अपडेट गर्नेछौँ। त्यसको लागि हाम्रो च्यानल सब्सक्राइब गर्नुहोला। भिडियो राम्रो लाग्यो भने लाइक गर्नुहोला। धन्यवाद।